तिम्रो नाम फेमा गीतै आउँदैछु तिम्रो गाउँमा मेरो लागेछ बाढ भइरहेछ यो चाहिँ तपाईँको रहेछ पानी परेर चप्पल झर्दै बाहिरै राखेर आएन मैले त्यो बागै जस्तो देखिरहेछ यार त्यो ब्ल्याङ्केट त गुड मर्निङ आज चाहिँ हामी वेस्ट कोस्ट टास्मेनिया जाँदैछौँ क्विन्सटाउन प्रोबेबली अनि आम गेटिङ रेडी एकदम हतार भइरहेको होइन मेरो साथीहरू लिन आउने बेला भइसक्यो मलाई चाहिँ हतार भइरहेको छ कि ढिलो उठेन अलमोस्ट रेडी तर मेरो यो फोनको चार्जरहरू गोप्रोको चार्जरहरू सबै हाल्नु बाँकी छ अनि मेरो साथीहरू आएपछि देखाउँछु एन्ड वी विल सो यु एभ्रिथिङ दे ओके बाई हाई एभ्रीबडी आज हामी कहाँ जाँदैछौँ हामी चाहिँ भर्खर सिटीमा आयौँ होइन अनि अलिअलि भोक लाग्यो ब्रेकफास्ट कसैले खाएको छैन सो हामी म्याका आएको छौँ तर मैले चाहिँ बिहान नै ग्रानोला खाइसकेको थिएँ खाँदा त तर पनि हजुर कति एक्साइटेड हुनुहुन्छ ब्रदर एकदम एक्साइटेड कति धेरै ड्राइभ वेदरलाई च्यालेन्ज गर्न हिँडेछौँ हामी होइन त फेरि झरी परेको छ आज त्यो जे भए पनि इन्जोय गर्ने त्यही त कसलाई मलाई क्यामेरामा धेरै देख्न चाहनुहुन्छ नि अब आज यस्तो भगरै यहाँ भएको आज हामी लेक बर्बरी क्विन्सटाउन 4 घन्टा त कसरी बस्ने होला अनि बिचबिचमा निस्किनु पर्छ ल बाहिर यस्तो चिसो छ है कुहिरो लागिरहेछ अनि यो लुकआउटमा आएको हामी चाहिँ अझै कति 3 घन्टा बाँकी छ होइन 3:20 त्यस्तै बाँकी छ हजुरलाई एकदमै जाडो भयो हिमालमा चढे जस्तो भयो हजुर हड्डीहरू त्यहाँ कति धेरै अभि कस्तो राम्रो धन्दै सुकिन छु है यति बेलामा अहिले रोक्छु म अलि उता माथि ग्रेट लेक्सको त्यहाँ पर डाँडै सेतो भएको रहेछ उपर अहिले हाम्रो यो हिउँ पर्ने सिजन त होइन नि है कसरी होइन होइन नि त्यही त कस्तो मजा यता सधैँ परिरहेको छ क्या हिउँ है होइन अहिले हिउँ परिरहेछ क्या यो हामी अहिले ग्रेट लेकमा छौँ यो चाहिँ सेन्ट्रल प्लेट्यु होइन जहिले पनि चिसो नै हुन्छ जहिले पनि अलिकति ड्रिजली नै हुन्छ तर अहिले चाहिँ ठिक्क छ वेदर त्यस्तो नराम्रो छैन चिसो छ तर देख्नमा चाहिँ एकदम ब्युटिफुल ब्लू वाटर है रिफ्रेसिङ नाइस भ्यू यत्रो ठुलो रहेछ क्या मलाई थाहा थिएन ग्रेट लेक नाम त्यसै ग्रेट लेक होइन त्यही त हो नाइस यो वरिपरि जान्छ नि यसको वरिपरि छ के हो त्यो हिउँले भरेको क्या हो है परको कस्तो राम्रो देखेको वा क्यानाडाको जस्तो त नाइस मलाई यो ठाउँमा आउने एकदमै रहर थियो कि हो लास्ट विक आउनु खोजेको अनि पुरै पानी थियो नि त लास्ट विक वेदर अनि मैले क्यान्सल गरेँ आज चाहिँ आउन लेखेको रहेछ आजको दिनलाई लेखेको रहेछ रमाइलो भयो आज हामी बिचमा झरेको अहिले चाहिँ अब स्टिल कति ड्राइभ छ 3 आवर जति ड्राइभ छ अब विल कन्टिन्यू यसको नाम के भन्नुभएको पाइन अफ लगुन्स रिभर आउस
रिभर हाउस रिभर हाउस के भन्छ तीनटा झर्ना भेटाएन धन्यवाद। ल हाम्रो बिच बाटोमा चटपट बन्दैछ। कस्तो बन्दो रहेछ हेरौँ हेरौँ हामी पनि जनता जान्न चाहन्छ कस्तो बन्दो रहेछ। डार्विन ब्रिज च्यालेन्ज एन्ड स्टुडियोज पानी परिरहेछ हल्का हल्का ब्रिज नि त हजुरलाई कति सुन्तला खान मन लाग्थ्यो नि है के भन्नुभएको थियो मातेको पनि ठिक हुन्छ गाडीले मातेको यसो उ भएको सबै ठिक हुन्छ त्यो त तेल अस्तिको तपाईँको मसला वाउ के भन्छ रोजिला दिएर फेरि अलिक थप्दा हुन्छ नि त कति माया माया नै माया छ ए ह्याप्पी बर्थडे भनौँ न एकचोटि आज चाहिँ मलाई थाहा पनि थिएन होइन आधा बाटो आइसकेपछि बल्ल थाहा भयो आज दाइको बर्थडे रहेछ मलाई तिमी ह्याप्पी बर्थडे भन्यो भने म घर फर्किन्छु भन्दै थियो होइन भन्नुपर्छ नि आज त बहिनी यता आउनु न सुन्तला काट्ने हो नि ह्याप्पी बर्थडे आउनु न बहिनी यहाँ क्विन खोइ भनेर ऊ यहाँ प्रिन्सेस खोइ भनेर खोजी भइरहेको छ नानी बाबुहरूलाई दसैँको ह्याप्पी बर्थडे ए दसैँको ह्याप्पी बर्थडे है नानी बाबुहरू दिदी त प्लास्टिकै हो रहेछ नि त बिच पानी परिरहेछ मेरो जिब्रो पनि रातो भयो तपाईँले अझै खुर्सानी हालेर खानुभएको हो पछि आमा कडा मान्छे हाम्रो सुन्तलाको विश्राम चटपटे पछाडिको ड्राइभरलाई खुवाइदिँदैछु माग्नु है कतिवटा खानुपर्छ होइन भयो अहिले आज हाम्रो यस्तो मौसम भएको छ है पानी परिरहेछ त्यहाँ सायद कसैको मन दुखेर रोइरहेको होला पनि हामीलाई सुन्तलाको साथ मिलेको छ आजको यो साथको लागि सुन्तलाज्यूलाई पनि धन्यवाद समुद्र होइन यो के हो भन्नु यहाँभरिमा जान्ने बुझ्ने तपाईँ हुनुहुन्छ के हो यो भन्नु ब्राडबेरी ब्रिज हो के अरे भन्ने आएन बर्बरी फल लेक बर्बरी भनेको किनकि यहाँ पानी पनि बर्बरी पर्दो रहेछ भनेर बेल्लोमेन जस्तो यस्तो जानुपर्छ केही छैन त क्याफेमा खाने हो हामी सुन हजुर म चाहिँ खाँदिनँ 1 किलो जति घर लान्छु मलाई रानीहरू बनाइदिनु नि हामी यो क्विन्सटाउन पनि कटेर जाने हो कस्तो दामी यस्तो चाहिँ हुनुपर्छ नि त हो दामी रहेछ होस्टेल साँच्चै टेलै जस्तो रहेछ होइन के टेल अरे होर्सको घोडाको पुच्छर
वेलकम टु क्विन्सटाउन